आजको यस हाम्रो कुरा श्रृङ्खलामा म नेपालको एक प्रतिष्ठित व्यक्तित्वसँग कुरा गर्न गइरहेको छु, जो राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ र नेपालमा हामी सबैले उहाँलाई एक प्रतिष्ठित वैज्ञानिकको रूपमा चिन्छौँ र उहाँले संसारभरमा नेपालको तर्फबाट थुप्रै पुरस्कारहरू जित्नु भएको छ। तर त्यो पुरस्कारलाई उहाँ कुनै भ्यालु तिर्नुहुन्न, उहाँ आफ्नै हिसाबले काम गर्दै गइराख्नु भएको छ। यतिखेर हामी सम्पूर्ण नेपालीहरूले, नेपालभित्र रहेका र नेपाल बाहिर रहेका नेपालीहरूले उहाँको यो महान राष्ट्रिय आविष्कार केन्द्रको योजनालाई सपोर्ट गर्नु अति आवश्यक छ, किनकि नेपाल सरकारले यसमा खास सपोर्ट गर्न सकेको छैन। हामीले गरेर देखाउनु छ। सो उहाँलाई मैले कुनै इन्ट्रोडक्सन परिचय दिइरहनु पर्दैन। उहाँ हुनुहुन्छ महावीर पुन। नमस्ते महावीर दाई। नमस्ते। म त अलिक जेठै पर्नुभयो, त्यही भएर दाइ नै भने। म त यहाँ सर त्यस्तो केही पनि भन्दिनँ है, दाइ दाजुभाइ नै नाता मनपर्छ। यो तपाईँसँग मेरो यो भेटघाट यथा तेस्रो चौथो पटक हो होइन। तपाईँले जुन गर्नुभएको छ नेपालको लागि अतुलनीय छ, कम्पेयरै गर्न मिल्दैन। जे गर्नुभएको छ, एक्लै लडाइँ लडिराख्नु भएको छ। यु हेभ डन लट होइन। त्यही हिसाबले तर तपाईँलाई नेपालमा कुनै काम गर्न पर्दाखेरि के कसरी बाधा अड्चन आउँछ, कसरी त्यो समस्या समाधान गर्नुपर्छ भन्ने कुरा सबै थाहा छ होइन। अब मैले पनि अब यहाँ नेपालमा थुप्रै काम गरिसकेँ होइन, फ्रस्ट्रेसनहरू थुप्रै छ। तर 20-25 वर्ष भइसक्यो, लास्ट 20-25 वर्ष भइसक्यो हामी म एक्टिभ भए, तपाईँ अझ बढी एक्टिभ भइसक्नुभयो। तर सिचुएसन कहिले पनि नेपालमा इम्प्रुभ हुँदैन। अब हामी त 50 नागिसक्यौँ, अब इम्प्रुभ हुने आश पनि छैन, एकदम गाह्रो भइरहेछ। यसको जड के होला? यो सबै सिचुएसन झन् बिग्रिँदै जानुको कारण के हो? नेपालको देशमा एउटा राजनीतिक स्थिरता आएन, कहिले पनि आएन। हामीले 2007 सालमा राणा शासन हटाएर प्रजातन्त्र ल्यायो भनेर फागुन 7 गतेलाई चाहिँ प्रजातन्त्र दिवस मनाउँछ। त्यो 7 सालदेखिको फागुन 7 गतेदेखिको हिसाब गर्ने हो भने अहिले चाहिँ 65 वर्षभन्दा बढी भइसक्यो। तर पनि यति लामो समयमा चाहिँ के हो त भन्दाखेरि यो जुन हामीले एउटा जुन चाहिने राष्ट्र देशको विकासको लागि चाहिने एउटा दरिलो एउटा राजनीतिक प्रणाली जो छ त्यो चाहिँ नेपालमा हुन सकेन। तर राजनीतिक स्थिरता भन्ने भने पञ्चायतको पाला त स्थिरतै थियो होइन। त्यो बेला त अब किन झगडा केही पनि हुँदैन थियो। त्यो पछि बहुदल आयो होइन, पार्टीहरू चुनिएर गए। त्यो बेला नि मोस्ट अफ द टाइम आन्दोलन त भएको थिएन होइन, माओवादीको पिरियड बाहेक। अब देशमा बजेट पनि थियो, सरकार पनि छँदै थियो होइन। अब संविधान आयो होइन, संविधान आएपछि त अझ राजा पनि छैन होइन भन्यो, सबै पार्टीहरू छन्। तैपनि सिचुएसन इम्प्रुभ हुँदैन। मान्छे तपाईँले भन्नुभएको सही मान्छे नेतृत्वमा पुग्दैन। यसको कारण के हो त? मुख्य कारण के हो भन्दाखेरि एउटा संस्कार बसेन। राजनीति भनेको आफ्नो एउटा व्यक्तिगत स्वार्थको लागि, एउटा दलको स्वार्थको लागि गर्ने चिज होइन। यो चाहिँ राष्ट्रको सेवाको लागि, राष्ट्र विकासको लागि गर्ने हो भन्ने जुन संस्कार हो, जुन संस्कार हामीले अरू देशमा गरिरहेको देखिरहेका छौँ, त्यो नदेखेको पनि होइन। हाम्रो नेताहरूले हेरिरहेका छन्, हाम्रो नेताहरू देश विदेश गएर कुराहरू बुझिरहेका छन्, भ्रमण गरिरहेका छन्। त्यो संस्कार उनीहरूले अवलोकन गरिसकेपछि त त्यो संस्कार त यहाँ राख्नुपर्ने हो नि। त्यो संस्कार चाहिँ बसाएन र उनीहरू चाहिँ झगडा मात्रै गरिरहने। अब यसलाई चाहिँ हामीले राजनीतिक स्थिरता भन्ने कि के भन्ने? प्रब्लम मैले के देखेँ भने दाइ, मैले थुप्रै कुरा गरेँ होइन। लास्ट अब 2-3 हप्तामा यहाँ भएको, त्योभन्दा अगाडि पनि कुरा गरेँ। नयाँ जेनेरेसनसँग कुरा गर्दाखेरि अब एउटा कुरा त के छ भनेदेखि अब भएको 4-5 ठुला पार्टी छन्। हाम्रो जस्तो देशमा 2-3टा पार्टी भन्न नचाहिने हो, 186वटा पार्टी छन् होइन। अझ खुलेर आछन् दिनदिनै। अब मैले सबैसँग खोल्नेहरूसँग सोद्धाखेरि यो भएको पार्टीले चाहिँ हाम्रो विचारधारालाई हामीलाई आउनै दिँदैन, जानै दिँदैन भनेर भन्छन् होइन। सपोज मैले नै कुनै नेपाली काङ्ग्रेसको पार्टीमा गएर चाहिँ माथि जान्छु भन्यो भने त्यहाँ अनेक थकारोहरू हुन्छ, त्यहाँ माथि नै पुग्ने दिनु। उनीहरूको यस्तो किसिमको त्यहाँ आइरन गेट भएको छ, हामीले त्यहाँ पुग्नै सक्दैनौँ भनेपछि त स्थिति त एकदम दयनीय छ। कसरी त्यहाँ गएर चेन्ज गर्ने? त्यो सही कुरा हो। अब नेपालमा एउटा कस्तो छ भन्दाखेरि यहाँको चलनअनुसार अनि माथि पुरानो मान्छेहरूको बुढाखाडाको चाहिँ के चाहिँ बोलवाला छ। अब तलको अलि यङ अलिकति
जवान अलिकति के अरे विचार भएको नयाँ विचार भएको मान्छेहरूलाई उनीहरूले आउन दिँदैन। यो भनेको के भने त्यही हो, यो सबै गरेको चाहिँ संस्कारले हो। यो जुन संस्कार छ केटाकेटीहरू हिजोको चल्लाहरूले आज हामीलाई सिकाउँछन् भन्ने किसिमको उनीहरूले के सोच्नु भएन भने यिनीहरू चल्लाहरू नै भविष्यका निर्माताहरू हुन् भन्ने कुरालाई चाहिँ यो हाम्रो पुरानो नेताहरूको जुन संस्कार छ सोचाइ छ त्यो चाहिँ बदल्नु पर्छ। ल अब हामी यो राष्ट्रिय आविष्कार केन्द्रतिर लागौँ। अस्ति नै तपाईँले 3-4 महिना अगाडि भेट्दाखेरि यसो कुरा भएको थियो अनि तपाईँले ब्याकग्राउन्ड दिनुभएको थियो। त्यतिखेर जति पनि काम गरी यत्रो जिन्दगीभरि सबै खुत्रुकै भयो, अब चाहिँ रियली आई वान्टेड टु समथिङ बिग भनेर सुरु गर्नु भएको थियो। थुप्रै वर्ष भइसक्यो। अब यसको अनुभव बताउनुहोस्। यो अब तपाईँले धेरै पैसा पनि माग्नु भएको होइन, अब 1 अरबै माग्नु भएको, जति माग्नु भएको देशमा 100 अरब पैसा त बजेट खर्चै नभए त्यसै कुहिएर बसिरहेको छ होइन। अब त्यस्तो कुरामा तपाईँले माग्दाखेरि किन रोक्यो, कहाँ रोक्यो, कसले गरे, अब हामीले किन गरेर धेरै दुःख लाग्दो कुरा त्यसको ब्याकग्राउन्डहरू भन्नु किन भएन भनेर। अब मुख्य कुरा यो राष्ट्रिय आविष्कार केन्द्र भनेको त्यो के हो भन्ने कुरा बुझ्नु जरुरी छ सबैले। र जहाँसम्म मलाई लाग्छ यो सबैले बुझिरहेका छन्। राष्ट्रिय आविष्कार केन्द्र भनेको नेपालको एकदमै कर्मठ, एकदमै सृजनशील र प्रतिभाशाली यो सन्ततिहरूलाई प्रयोग गरेर नेपालमा नै विज्ञान तथा प्रविधिको विकास गर्ने हो। विज्ञान तथा प्रविधिको विकास किन गर्नुपर्छ भन्ने कुराहरू भनिरहनु नपर्ला, किनभने सबैले थाहा पाएको कुरा के हो भने हामीले लगाएको कपडादेखि लिएर लगाएको कपडा जुत्तादेखि लिएर प्रयोग गर्ने मोबाइल, घडी, अब गाडीहरू, मोटरसाइकलदेखि लिएर जति पनि औजार जे सबै प्रयोग गरिन्छ त्यो सबै चाहिँ के त भन्दाखेरि विज्ञान तथा प्रविधिले बनाएको हो। तर यो विज्ञान तथा प्रविधिले बनाएको कुरा हाम्रो देशमा बनेको होइन। यो चाहिँ हामीले कुनै अन्यत्र बनेको सामानहरू ल्याएर आयात गरेर चाहिँ हामीले चलाइरहेको छौँ। र अब यो यसले गर्दाखेरि के भइरहेको छ त भन्दाखेरि हामीले नेपालमा सियो पनि नबनाउने सबै कुराहरू आयात गर्ने, खानेकुराहरू पनि आयात गर्नु परिरहेछ अहिले, जुन कुरा नेपालमै हुनसक्छ, उत्पादन गर्न सकिन्छ। यसो भयो भनेदेखि यो देशको अर्थतन्त्र कहिले पनि लाग्दैन, बढ्दैन। अर्थतन्त्र बढ्नको लागि हामीले हाम्रो दैनिक जीवनमा प्रयोग हुने सामानहरू, उपकरणहरू, सामानहरू हामीले सकेसम्म नेपालमै बनाउने र नेपालमा उत्पादन गरिएका सामानहरू विदेशमा निर्यात गर्ने। यसो गर्यो भने मात्रै बल्ल यो अर्थतन्त्र अगाडि बढ्छ र हामी विकसित हुन्छौँ। त्यसै कारणले यो कुराहरू अहिलेसम्म भएको छैन र यो कुराहरूलाई नै गर्नको लागि चाहिँ हामीले एउटा आविष्कार केन्द्रको सुरुवात गरौँ भनेको हो। र यो आविष्कार केन्द्र सञ्चालन गर्नको लागि वर्षमा 25-30 करोड रुपियाँ चाहिन्छ। यो 25-30 करोड रुपियाँ दिगो रूपमा आउने स्रोतको लागि चाहिँ हामीले 10 मेगावाटको एउटा हाइड्रो पावर बनाऊँ भनेको हो। किनभने 10 मेगावाटको हाइड्रो पावरबाट वर्षमा 35-40 करोड रुपियाँ आउँछ। र यो 35-40 करोड रुपियाँ हो भने यो राष्ट्रिय आविष्कार केन्द्रको चाहिँ एउटा फाउन्डेसन, एउटा जग बसाल्न सकिन्छ र यही जगमा चाहिँ भविष्यमा आउने सन्ततिहरूले यसलाई चाहिँ बढाएर यसलाई चाहिँ अगाडि बढाउँछन् र नेपालको चाहिँ विकास गर्ने एउटा बाटो खुल्छ। फर्स्ट स्टेप हुन्छ यो फर्स्ट स्टेप हो। जानु चाहिँ हामीले 1000 माइल जानु छ, तर पनि 1000 माइल हिँड्नको लागि चाहिँ त्यो एउटा फर्स्ट स्टेप हो। र भनेर चाहिँ यो 10 मेगावाटको हाइड्रो पावर स्टेसन बनाउनुको लागि सरकारसँग हामीले इक्विटीको लागि 40-45 करोड रुपियाँ चाहिँ माग गरेको हो। माग पनि दुईटा अप्सन दिएर माग गरेको हो। पहिलो अप्सन के थियो भने हुनसक्छ भनेदेखि यसलाई चाहिँ वान टाइम ग्रान्ट भनेर दिनुहोस्, त्यो मिल्दैन भने कुनै तरिकाले सफ्ट लोन सरकारले दिलाइदियोस्, सरकार बसेर। तर यो सुरु त तपाईँको ओली के अरे सुशील कोइरालाको पालादेखि कुरा गर्नुभयो होइन? यो चाहिँ बाबुराम भट्टराईको पालादेखिको कुरा हो र अहिलेसम्म हामीले 4वटा प्रधानमन्त्री, 4वटा अर्थमन्त्री र अब थुप्रै मन्त्रीहरू हुन्न कसैले भनेको छैन र हुन्न कसैले भनेका छैनन्। यदि उनीहरूले सुरुदेखि नै हुन्न, यो दिनै मिल्दैन, दिनै सक्दैन भनेको भएदेखि अहिलेसम्म कुनै उपाय निकालेर कहाँ गइन्थ्यो त्यो थाहा छैन। तर मेन कुरा समस्या के भयो भन्दाखेरि सबैले यो गर्नुपर्ने चिज हो, गर्छौँ, हेरौँ कसरी गर्न सकिन्छ, पक्नुहोस् भन्ने हिसाबले गर्दाखेरि मैले चाहिँ 4 वर्षसम्म पकाएँ र अब अन्तिम स्थितिमा आएर म के निष्कर्षमा निकालेँ भनेदेखि यो
पर्खेर हुने चिज रहन्छ। त्यस कारणले यो कुरा जुन कुरा हामीले 50-60 करोड रुपियाँ जुन चाहिन्छ इक्विटीको लागि सुरुवात गर्नको लागि यो कुरा चाहिँ के अरे जनताहरूको घर दैलोमा गएर पनि उठाउन सकिन्छ भन्ने विश्वासका साथ हामी चाहिँ अगाडि बढेको। तर त्यो पैसालाई याद राख्नु, सरकारसँग भएको पैसा त जनताकै पैसा हो, ट्याक्स पेयरको पैसा हो र मन्त्री र प्रधानमन्त्रीले हुन्छ भन्ने तर नहुने त्यसको गल्ती कसको हो त? किनभने प्रधानमन्त्री भइसकेपछि अर्थमन्त्री भइसकेपछि हुन्छ भनेपछि त उनीहरूले फलोअप गर्नु पर्यो नि। लिडरसिप भनेकै फलोअप होइन। लिडरसिप भनेपछि अब मैले कसैलाई के काम गर भनेर भनी अनि गरेन भने त किन गरेन भनेर सोध्नु पर्यो, जवाफदेही हुनु पर्यो, एकाउन्टेबल हुनु पर्यो। यदि सामान्य कुरै गर्नु सक्नु कारण पछाडि के हो त? किन यो 4-4 प्रधानमन्त्रीको पालासँग केही हुनु सक्यो नि त? अब यसमा मैले आफूले अनुभव गरेको कुरा चाहिँ मैले सुनाउनुपर्छ, भन्नुपर्छ। त्यो कुरा के हो भन्दाखेरि के चाहिँ यी प्रधानमन्त्रीहरू अर्थमन्त्रीहरूले मलाई झुक्याउनुको लागि चाहिँ यो गर्नुपर्ने गर्छु भनेर भनेको र त्यत्तिकै ल ल भनेर झुक्काएको हुनुपर्छ हैन? कि चाहिँ उनीहरूले चाहिँ के त भन्दाखेरि यो जुन उनीहरूले मलाई चाहिँ जुन वचन दिए हैन, त्यो वचन चाहिँ के त भन्दाखेरि चाहिँ को कुरा चाहिँ महत्त्व चाहिँ नबुझेको हुनुपर्छ। गर्नुपर्ने कुरा के थियो भनेदेखि टाइममा नै प्रधानमन्त्रीले समयमा एउटा समय दिएर यो प्रपोजल ल्याएनन् भने उनीहरूलाई चाहिँ ताकेता गर्नुपर्ने थियो, एउटा उनीहरू अल्टिमेटम दिनुपर्ने थियो। त्यो कुरा चाहिँ प्रधानमन्त्रीहरूले गरेन। त्यस कारणले जबसम्म यी नेताहरू आफ्नै सल्लाहकारहरूको, आफ्नै ब्युरोक्र्याट्सहरू, कर्मचारीहरूको जाल झेलमा फस्छन्, जाल झेलमा फसेर काम कुनै ठोस निर्णय गर्न सक्दैन, तबसम्म चाहिँ नेपालमा केही हुनेवाला छैन। नेतृत्व भनेको के हो? काम लगाउने अनि खेर भयो कि भएन भनेर फलोअप गर्ने, नभएपछि त्यसलाई एक्सन लिने, तीनटा कुरा चाहियो नि हैन? मेक द डिसिजन, डु द फलोअप, इफ त्यो भएन भने टेक द एक्सन। तीनटा कुरा भएन नेतृत्वको मतलब भएन। अब यसको कारणले के हुन्छ भने यो कुरामा त नेतृत्वलाई दोष जान्छ हैन? ब्युरोक्राटहरूले गरेनन् त बेकुफ छन् हैन? उनीहरूले जालसेज गरे, खास नेतृत्वले एक्सन लिनु पर्यो, त्यो सकेन। अब नेपालको अन्तमा गएर के देखिन्छ भने जहाँबाट वल्टाइ फर्कलाई यताबाट हेऱ्यो, उताबाट हेऱ्यो, यसरी हेऱ्यो, त्यसरी हेऱ्यो, लास्टमा गएर के अड्किन्छ भने नेतामै गएर सबै कुरा हामी फ्रस्ट्रेट हुन्छौँ। होइन होइन, देश बनाउने पनि नेताले हो, देश बिगार्ने पनि नेताले हो, अरू चाहिँ कर्मचारीदेखि लिएर हामी साधारण जनताले एउटा सहयोग गर्ने, एक्ज्याक्टली हात चाहिँ गर्ने हो, त्यति हो। र त्यो कुरा चाहिँ देश बनाउने नेताले नै हो। मैले सोचेँ चाहिँ अब कुनै एउटा नयाँ राजनीतिक पार्टी आउने, नयाँ विचार भएको मान्छे आउने हो भने अब अडचनहरू थुप्रै छ। नेपालमा के देख्छु भनेदेखि सबै क्याडर बेस पार्टीहरू छन् हैन? कार्यकर्ताहरू छन्। नयाँ पार्टीमा अब त्यो कार्यकर्तै गर्ने भने कार्यकर्ता अब हार्न पैसा चाहिन्छ। नयाँ पार्टीसँग पैसा हुँदैन नि त। पुरानो पार्टीसँग त सरकारमा हालीबोली गरेका छन्, उनीहरू बाँडीचुँडी खान्छन् नि त। 1 वर्ष खायो, पैसा लियो, आफ्नो क्याडर पाल्यो, अनि त्यसलाई फ्याल्छन्, अर्को आउँछ भने त्यो उनीहरूको जुन कल्चर छ नि त्यो ब्रेक गर्न एकदमै गाह्रो छ। अब नयाँ खोल्ने पार्टीहरूलाई कसरी अगाडि बढ्न सक्छन्? तपाईँले के देख्नु भएको छ? होइन, नयाँ पार्टीहरूले अब सानै रूपमा भए पनि अब ठोस काम गर्नु पर्यो, भाषण मात्र गर्नु भएन। कुनै न कुनै सानो रूपमा, सानो क्षेत्रमा भए पनि ठोस काम गरेर त्यसलाई चाहिँ बढाउनु, त्यो च्यालेन्ज छ हैन? त्यो अहिलेको हाम्रो नेपालीहरू चाहिँ अब जुन क्याडर भन्नुभयो, कार्यकर्ता भन्नुभयो, त्यो चाहिँ एकदमै अन्धभक्त, धर्मै जस्तो मान्छन्, धर्मै जस्तो, गुरु जस्तो मानेर अन्धभक्तै भएका छन्। तर समय परिवर्तन भइरहेको छ। हजुर, यो पहिलाको जमाना जस्तो छैन। अहिले के छ त भन्दाखेरि मान्छेहरू चेतनशील भइरहेका छन्। सूचना प्रविधिले गर्दाखेरि, विज्ञान तथा प्रविधिले गर्दाखेरि, र हाम्रो जनताहरू चाहिँ विदेश धेरै संसार चाहेका छन्। नेपाली जनताहरूले पनि दुःख सुख गरेर संसार चाहेका छन्, देखेका छन्, मिडियामा सुनेका छन्। उनीहरू चाहिँ चेतनशील हुँदैछन् र यो चेतनशील जुन जमात हाम्रो बढ्दैछ, ती चेतनशील जमातहरूले चाहिँ भोलि गएर चाहिँ के हुन्छ त भन्दाखेरि उनीहरूले चाहिँ कसैले चाहिँ कुनै व्यक्तिले एउटा लिडिङ रोल खेलेर, जस्तो अहिले भनौँ न केजरीवालकै कुरा लिउँ न, केजरीवालले एउटा लिडिङ रोल खेलेर जसरी चाहिँ त्यो पुराना एकदमै जगडिएका उनीहरूलाई चाहिँ नराम्रोसँग पछार्यो, त्यस्तो स्थिति नेपालमा नआउला भन्नु छैन। यो पक्कै पनि आउँछ र गर्नुपर्ने कुरा के हो त भन्दाखेरि अब नयाँ समूहहरू निस्किनु पर्यो। नयाँ समूहले चाहिँ कुनै न कुनै
कार्यक्रमहरू ठोस कार्यक्रमहरू ल्याउनु पर्यो र यो सूचना प्रविधिको विकासले गर्दाखेरि कुनै चिजले गरेको चाहे राम्रो काम होस् चाहे नराम्रो काम होस् त्यसलाई चाहिँ फैलाउनलाई चाहिँ समय लाग्दैन। नेपालमा के हुन्छ भने सामाजिक काम गर्दा राम्रो काम गर्यो भने नेगेटिभ बोल्ने मान्छेहरू पनि टनाटन हुन्छ, दोष लाउँछन्, आरोप लाउँछन्, मलाई बदलाइरहेको हुन्छन्। यो मरो अमेरिकामा डलर कमाएर आयो, यहाँ आएर के गर्न खोजेको छ होइन, यस्तो गरेर त्यस्तो गरेको छ भनेर दलाल भन्छन्, कतिले यसो भन्छन् उसो भन्छन् होइन। अब भन्नेले भनिहाल्छन् होइन। अब त्यो भन्नेलाई प्रुफ गर्दै हिँड्ने कुनै कुरा भएन। तपाईँलाई अहिलेसम्म त्यस्तो नेगेटिभ कमेन्टहरू गर्ने मान्छेहरू त्यस्तो तपाईँको बारेमा अब यति राम्रो काम गर्नु भएको छ तैपनि होइन यसले चाहिँ नेसनल राष्ट्रिय आविष्कार 15 करोड के गर्ला भने त्यस्तो नेगेटिभ कमेन्टहरू सुन्नु भएको छ आफ्नो बारेमा? मैले राष्ट्रिय आविष्कार केन्द्रको लागि जुन यो महाअभियान दान अभियान जुन चलाएको छु फेसबुकमा राख्दै जाँदाखेरि अब कमेन्टहरू थुप्रै आउँछ है। त्यो कमेन्टहरू आउँदाखेरि अस्ति एउटा कमेन्ट मैले सबै कमेन्ट हेर्न भ्याउँदैन, तर कहिले कहिले हेर्दाखेरि एउटा कमेन्ट यस्तो देखेँ कि एकजना भाइले, उसको नाम चाहिँ मैले बिर्सेँ, के कमेन्ट गरेको छ भने महावीर पुन भनेको अमेरिकाले प्रयोग गरेको मान्छे हो भन्ने कमेन्ट उसले आएछ। अनि त्यसको जवाफमा चाहिँ अर्को व्यक्तिले के भने तपाईसँग प्रमाण के छ त भनेर लेखेछ हैन। अनि उसले फेरि के जवाफ दिएको छ भने प्रमाण चाहिँ भन्नुपर्ने ठाउँमा भनौँला, त्यो कुरा सरकारलाई पनि थाहा छ। यो कुन आधारमा त्यो भाइले म एजेन्ट हो हैन यो भन्ने कुरा, उसँग के प्रमाण छ भन्ने कुरा के होला म आफै चाहिँ दङ्ग छु के। यो मैले गर्न खोजिरहेको कामलाई यदि कसैले नकारात्मक कमेन्ट गर्छ भने म चाहिँ एउटा कानले सुन्छु अर्को कानबाट निकालिदिन्छु, त्यो मैले त्यसलाई वास्तै राख्दिनँ, त्यो चाहिँ मेरो चाहिँ बानी छ। ओके, त्यो धेरै राम्रो छ। म पनि सिक्ने कोसिस गर्छु त्यसबाट। कहिलेकाहीँ आई गेट फ्रस्ट्रेटेड समटाइम व्हेन आई लिसन दोज कमेन्ट्स। हैन, म चाहिँ वास्तै गर्दिनँ। तपाईँले जे गर्नु भएको छ मान्छेलाई भन्नलाई सजिलो छ, गर्नलाई धेरै गाह्रो छ। किनभनेदेखि गाउँ डाँडामा हिलोमा गर्मीमा होइन उकालो गराएर लाएर त्यो सेट गर्न मैले गर्न सक्दैन थियो होला। म अहिले भन्छु एकदमै गाह्रो काम छ। मैले गरे मान्छेलाई थाहा हुन्छ, तर भन्नेलाई सबै सजिलो छ होइन, गर्न एकदमै गाह्रो छ। यदि गर्न सक्नुभयो तपाईँको लाखौँ लाख नेपालीहरूले चिनेका छन्, फलोअर छन्। अब कुनै बेला चाहिँ अब यो जति गरे पनि भएन, अब राजनीतिकलाई नै म हेल्प गर्छु, नयाँ कुनै राम्रो विचार आएको हेल्प गर्छु र यिनीहरूलाई अगाडि मद्दत गर्छु भन्ने विचार छ कि छैन? अब अहिलेसम्म धेरै मान्छेहरूले यो इभन फेसबुकमै पनि मलाई सुझाव के दिन्छन् भने तपाईँले यति काम गर्नुहुन्छ, यसो तर कोसिस गर्नुभएको छ, यति सरकारको ढोका धाउनु भएको छ, अब यो कमेन्टहरू गर्नुहुन्छ, तपाईँ अब राजनीतिमा यो सबै छोडेर राजनीतिमा लाग्नु, तपाईँले यो कामहरू यसरी गरेर हुन्न, राजनीतिमा लाग्नुहोस् होइन। कतिले हाम्रो पार्टीमा आउनुहोस् भनेछन्, कसैले त आफै नै के अरे सभासदमा उठ्नुहोस् र तपाईँले नै काम गर्नुहोस् भनेछ होइन। अब त्यो कमेन्टहरू चाहिँ व्यक्तिगत रूपमा कसैले भेटेर पनि भन्छन् होइन, साथीभाइहरूले सुझाव पनि दिन्छन्। र मैले अहिलेसम्म के भनिरहेको छु भने त्यो भनेको राजनीतिमा लाग्ने भनेको कुनै राजनीतिलाई चाहिँ सहयोग गर्ने भनेको कुराहरू नगर्ने भनेको छैन मैले, तर म हेरिरहेको छु कसले जसलाई हुनु न, म जो तल मेरो आफ्नो जुन सहयोग हो जो छ त्यत्तिकै म दिने, जसले राम्रो काम गर्छ उसलाई दिने हो र त्यो समयले बताउने हो। र म चाहिँ आवश्यक परेछ भनेदेखि म आफैले कुनै राजनीतिक पार्टीमा लागेर काम गर्नु परेछ भनेदेखि, अथवा म आफैले कुनै राजनीतिक पार्टी खोलेर काम गर्नु परेछ भनेदेखि, केजरीवालले जस्तो। तर केजरीवाल पनि तपाईँहरू जस्तै अन्ना हजारे जस्तो हुनुहुन्थ्यो, समाजसेवी तपाईँ जस्तो हुनुहुन्छ होइन। मैले यो कुरालाई मैले के भनेछु भने जे पनि गर्न म तयार छु राम्रो कामको लागि। म राम्रो कामको लागि आवश्यक समय परिस्थितिले के बताउँछ, आवश्यक पर्यो भने म त्यो पनि गर्न तयार छु र आवश्यक परेन त्यसो गर्न भनेदेखि मैले अहिले जुन कुराहरू गरिरहेको छु, यो जस्तो आविष्कार केन्द्रहरू बनाउने, अब यो जस्तो अहिले जति पनि सामाजिक कार्यहरू गरिरहेको छु त्यो काम गर्छु। त्यो कुरामा चाहिँ यो मेरो लागि चाहिँ अप्सन ओपन छ। क्राउड सोर्सिङबाट होइन, क्राउडबाट पाउनु $10-20 $5 $2000 1000 गरेर थुप्रै पैसाहरू संसारभरिको नेपालीबाट उठाउन सकिन्छ होइन। अब यसको लागि अब बाहिरको संस्थाहरूसँग कनेक्ट गर्नुहोस्, हामीले जे गर्न सक्ने होइन, डियर वाक ग्रुपबाट जे गर्न सक्ने हामी गर्छौँ होइन। यहाँले जुन गर्नुभएको छ धेरै धेरै धन्यवाद त्यसको लागि गर्नुभएको छ। अब हामीले यो मान्छेहरूलाई अब के सुझाव छ?
होइन अब यङ मान्छेहरू यो देश भनेको अब भविष्यका उनीहरू चाहिँ भविष्यमा देश चलाउने उनीहरू नै हो। त्यस कारणले म यो आउने नयाँ पिँढीहरूलाई म के भन्छु भन्दाखेरि जहिले पनि मेरो सुझाव चाहिँ के हुन्छ भन्दाखेरि क्रिएटिभ हो, इनोभेटिभ हो, नयाँ नयाँ कुराहरू सोच, नयाँ नयाँ कुराहरूमा हात हाल, त्यो असम्भवै जस्तो लाग्ने कुराहरूमा र अनि अर्को कुरा भिजन चाहिँ ठुलो बनाऊ। भिजन भन्ने कुरामा बनाउनको लागि त्यो कन्जुसाइ गर्नु हुने। राजनीतिमा के भन्नुहुन्छ उनीहरूलाई? राजनीतिको लागि चाहिँ म के भन्छु त भन्दाखेरि त्यो चाहिँ आफ्नो क्षमता र आफ्नो इच्छामा भर पर्ने कुरा हो। तिमीलाई चाहिँ राजनीतिमा लागेर म देश बनाउँछु भन्ने त्यस्तो किसिमको भावना छ, त्यस्तो किसिमको जोस छ भनेदेखि राजनीतिमा पनि लाग। तर पुरानो राजनीतिज्ञहरूबाट सिक, उनीहरूले जति गल्ती गरेका छन् त्यो कुराहरू चाहिँ नदोहोऱ्याऊ र नयाँ कामहरूमा हात हाल भनेर चाहिँ म जहिले पनि यो यङ मान्छेहरूलाई क्रान्तिकारी हो भन्छु म चाहिँ। धन्यवाद महामृत दाइ। अब यसबाट तपाईँकोबाट के सिकिन्छ भने नेपालीहरूले के सिकिन्छ भने एक मान्छेले छोड्दै नछोडी लागे गऱ्यो भने कतिसम्म गर्न सक्छ भने तपाईँले गाउँ गाउँमा इन्टरनेट पुर्याउनु भयो होइन। एकजनाले त्यति गर्न सक्छ भने नयाँ युवा पिँढीले के सिक्नु पर्यो भनेदेखि लागै दृढ विश्वासको साथ लाग्यो भने हामीले प्रत्येक नेपालीले धेरै कुराहरू गर्न सक्छौँ। थ्याङ्क यू फर कमिङ टु आवर प्रोग्राम। धन्यवाद। थ्याङ्क यू।